अनुमति बिना अरूको फोटो खिच्न पाइन्छ? डेट स्पेयर गरेकैलाई त्यसै भन्छु म कमाल भनेर भन्नु पाइन्छ? पाइन्छ। पत्रकारले त्यही भिडियोको आधारमा न्युज बनाउँछ के चाहिँ हुन्छ? पत्रकारले चाहिँ पाउँछ। कहाँ संविधानमा कुन धारा उपधारामा कहाँ लेखेको छ सर्वसाधारणले भिडियो त्यो सुट गर्न फोटो खिच्न पाउँदैन भनेर? कोटेश्वर चोकमा त्यो ट्राफिकसँग झगडा गर्दा अरूको मान्छे अरूको अनुमति बिना अरूको फोटो खिच्न पाइन्छ? जान दिनु प्रचण्ड केपी ओलीहरूको त कति फोटो चेहराहरूको त प्रचण्ड अब उसको लागि ठुलो त मेरो फोटो भिडियोमा पाइँदैन क्या? पाउँदैन। यस्तो मान्छेलाई कसले पत्रकारको कार्ड दियो होला जाँठा? तपाईँले दिएको होइन नि त, तपाईँले सेलेरी दिएको क्या? तपाईँले भोट दिएर तपाईँले भोटिङ गरेर मलाई निर्वाचित पत्रकार बनाएको होइन। मेरो स्किल तपाईँले बनाएर बन्ने एउटा पत्रकार भनेको आफ्नो क्वालिफिकेसन त्यस्तो भिडियो भने जसलाई पाइ त्यसलाई गर्नु पाइन्छ। तपाईँले त कार्ड भिड्नु पर्यो। सिधामालालाई रवि लामिछानेलाई त तपाईँले भोटिङ गरेर बनाइदिएको पत्रकार हो र? पत्रकार तपाईँ सर्वसाधारण हो, उहाँ पत्रकार हो, म क्यामेराम्यान हो, फरक केही पर्यो? परेन। यता चाहिँ कहीँ चाहिँ यता गर्नु कपाल कहीँ गरे त्यो कुरा भन्दैन। नबुझ्ने मान्छेले थाहा नहुने गवारले त्यो कुरा भन्छ। तपाईँले पनि फोटो खिच्न पाउनुहुन्छ। यस्तो कमाल भनेर भन्नु पाइन्छ? पाइन्छ। अनि किन अनि सर्वसाधारणले फोटो खिच्न पत्रकार भएर यस्तो कमाल भन्नु पाइन्छ? मोबाइल पनि खेलाउन पाउँदैन, आइफोन पनि चलाउन पाउँदैन, क्यामेरा पनि बोक्नु हुँदैन भन्नु नि। अनि यस्तो फोटो खिच्न पाइँदैन नबुझ्ने गवारले भन्नु? फेसबुकमा युट्युब सबैमा धारामा नारायणी टी राजदरबार सङ्ग्रहालयमा चाहिँ नारायणी टी सङ्ग्रहालयमा क्यामेरा बोकेर जान पाउँदैन भनेर पोस्ट गरेको रहेछ। त्यो पनि गवार हो। मान्छेले धारा पुगेर कस्तो टिकटक बनाउँछ, युट्युब बनाउँछ, भ्लग बनाउँछ। नारायणी टी सङ्ग्रहालयमा त्यो दरबार सङ्ग्रहालयमा क्यामेरै बोकेर जान्छ। क्यामेरा बोकेर जानेहरूको रेटै बेग्लै, फी बेग्लै तिर्नुपर्छ, एक्स्ट्रा फी तिर्नुपर्छ। नारायणी टी सङ्ग्रहालयमा त झन् कहिले बसेको नपस्ने। हामीलाई फ्री छ नि, पत्रकारलाई फ्री हुन्छ, सुरक्षाकर्मीलाई फ्री हुन्छ। खै त पत्रकारको कार्ड देखाउँदा टिकटको तपाईँले के तपाईँले टिकट त्यो मेरो त्यसो भनेर हुन्छ? कारण के छ? डेट स्पेयर भएको कार्ड अस्ति त्यो उस जस्तो बोकेर हिँडे थियो। डेट स्पेयर भएको गरेकैलाई त्यसै भन्छु म गरेकैलाई त्यो स्पेयर भएको कार्ड बोकेर हिँड्नु देखाउनु। तपाईँको रेनु भएको छ कि छैन हेर्छु ल, देखाउनु। के रे रेनु भएको छ कि छैन हेरौँ। रिनो किन हुँदैन? प्रत्येक वर्ष असोज महिना म भाइले देखाउनु जस्तो मान्छे हो। तपाईँले सिकाएर मैले 16.5 वर्ष विभिन्न रेडियोमा पत्रिका अनलाइन खबर डिजिटलमा काम गरेँ भाइ। तपाईँले यही कुरा मलाई भन्नको लागि स्पष्टीकरण सोध्नका लागि रोक्नुभयो। तपाईँको राम्रो गफ यही हो? राम्रो गफ तपाईँ कस्तो राम्रो गफ नराम्रो गफ भन्ने कुरा कति सालमा कार्ड दिनुभयो, कस्तो छ तपाईँको च्यानल कहाँ पुग्यो, तपाईँले के अपलोड भयो भनेर सोध्दैछु। हो भिडियो भन्ने कुरा, मैले लेख्ने न्युज भन्ने कुरा, मैले बोल्ने रेडियोमा भन्ने कुरा जो कोहीले सुन्न पाउँछ त्यो भिडियोमा पाउँछ। हेरुन पढुन यहाँको प्रतिपक्ष हो के? यो भिडियो अपलोड गर्न पाइयो नि? पाउँछ किन नपाउनु? पाउँछ। कमल भाइले भिडियो अपलोड गर्यो भने कुनै कानुन लाग्दैन। किनभने पत्रकार र यहाँ सर्वसाधारणको डिस्कस परिरहेको छ। म त क्यामेराम्यान हो, मैले भिडियो खिचेर हाल्दा केही समस्या हुन्छ र? पत्रकारले अनि सर्वसाधारणलाई सरकारी त्रोएर अब म चाहिँ मैले चाहिँ यस कुरा तपाईँको मानहानि हुने किसिमको कुराहरू बोलेको छुइनँ मैले। मानहानि हुने के कुरा बोल्नु भएको छ? समाजले देखिरहेको छ, त्यो भिडियोमा रेकर्ड भइरहेको छ। तपाईँलाई त सम्मानपूर्वक बोलेको छु छतरजी। ए अहिले चाहिँ बुढा डाँडा है हो। मलाई हो च्याको पनि मन पर्दैन। तपाईँ जहिले पनि मलाई बिल्ला हाल्नुहुन्छ। त्यो मन चाहिँ मान्छे चाहिँ बच्चाको बाउ भइसकेको छ, सोच्नेको धनी भइसकेको छ। ठुलो मान्छेले
ठुलो उमेरको मान्छेले ठुलै कुरा गर्नुपर्छ के मैले कसरी खिल्ली उडाएँ तपाईँलाई केटी जस्तो कुरा मैले जति सम्मान गर्ने तपाईँलाई आउने बित्तिकै तपाईँ त्यो अप्रिल त्रिपाठीको तुलना दाजु कति गर्नुहुन्छ ऋषि दामलाको त्यो ऋषि दामला उनीहरूको आफ्नो पोस्टमा उनीहरूको स्तरमा आफै छन् मेरो स्तरमा म आफै छु तपाईँको भिडियो नदेखेर जसले जे गर्यो त्यही गर्नैपर्छ सिको गर्नुपर्छ नै भन्नु कपी गर्नुपर्छ उसको टेलिभिजनमा कतिवटा चाहिँ भिडियोहरू अपलोड हुन्छ उसको एरिया हो त्यो अप्रिल त्रिपाठीको कति समस्या बिच उसको ठाउँमा ऊ आफै छ तपाईँको एउटा भिडियो अपलोड हुँदैन यार वडामा कसैले मलाई कसैले केही भन्नु होच्याउँदैन म होचिने पनि होइन कसैले उचाल्दा म मक्ख पर्ने पनि होइन उचालेको होइन